तपाईँको मात्र बच्चा त्यहाँ पढ्छन् र संसारको सबैको बच्चा त्यहाँनिर छन्। अरू यो ओठमा हेर्नु न, ओठमा यहाँ घाउ भएको छ होइन। अनि त्यसपछि नाकबाट यहाँ नाक छुनु दिएको छैन यसले, कति दुखेको र त। यस्तो ओठ भएको छ है। नाक्री फुटेको तपाईँको बाबुको नाक्री फुटेको, यत्तिकै नाक्री फुट्छ साथीहरू हेऱ्यो है। आज चाहिँ म एकदमै हाइपरमा पनि छु, टेन्सनमा पनि छु होइन। किन भन्दाखेरि नि साथीहरू, मलाई आज म बाबुलाई लिनु गएँ होइन। लिनु गइसकेपछि मेरो बाबु स्कुलमा लडेछ। अनि स्कुलमा लडिसकेपछि कस्तो भएको छ भनेर म तपाईँहरूलाई देखाउँछु होइन। अनि लडिसकेपछि चाहिँ अब मेरो बाबु रोयो होला, के गर्यो होला, कम्तीमा त्यो त्यहाँ भएको त्यो हेर्ने मान्छेहरू त हुन्छ नि त, सिस्टर हुन्छन्, म्यामहरू हुन्छन् होइन। अनि त्यसपछि अस्ति नै भर्खर मैले सल्लाह गर्दाखेरि पनि के भयो त, मेरो बाबुलाई अलिक सानै छ होइन, 2.5 वर्षको मात्र भयो, पढाउन ओढाउनु के गर्नु सकिन्छ कि अब सानो छ सक्नुहुन्न भने बरु नहाल्नु पर्यो भन्दाखेरि सबै सर म्यामहरू सबैले चाहिँ अब पछि उमेर ढिलो हुन्छ हालिदिनु, बोली नफुटेको भएर के भयो त बिस्तारै सिक्दै गर्छ भनेर भन्नुभयो होइन। अनि मैले स्कुलमा हालिदिएँ। आज मेरो बाबु लडेछ होइन। अनि फेरि लड त भने भए हुन्थ्यो नि त होइन। त्यो सिस्टरले एकजना सिस्टर हुनुहुन्छ है, लडेको त भनेको भए त हुन्थ्यो नि साथीहरू। लडेकै छैन, नाक्री फुटेको हरेर बिहान मैले सन्चै लगेको बाबु होइन। म तपाईँहरू देखाइदिन्छु ल कस्तो छ भन्ने कुरो। नै नाकमा यहाँ यत्रो यहाँनिर नाक्री फुटो अरे होइन। नाक्री त फुटो ल मैले माने, नाक्री फुटो अरे। यो घाउ चाहिँ कसरी भयो? यत्रो देखाउ छोरो, देखाउ त। ओठ यत्रो यहाँ रोइरहेको छ मेरो छोरो। बेथा फर्को त सानो केयरलेस पनि, यति केयरलेस साथीहरू, यति केयरलेस होइन, यति केयरलेस गर्छन् होइन। फेरि उल्टै मलाई के भन्छन् भने साथीहरू, मलाई के भन्छन् भने त सिस्टरहरूले तपाईँ नजाने कुरा गर्नुहुन्छ, नाक्री फुटेको हो यो भन्छन्। नाक्री त फुटो, ओठमा घाउ कसरी हुन्छ ल भन्नु साथीहरू, तपाईँहरू आफै भन्नु त कसरी हुन्छ। कम्तीमा एउटा स्कुलको रेस्पोन्सिबल भएर होइन, एउटा कुनै पनि काममा रेस्पोन्सिबल भएर यो चाहिँ मेरो काम हो भनेर जागिर खाइसकेपछि स्कुलले पनि फ्रीमा त दिँदैन नि त, पैसा त काम गरे बापत दिने हो नि त। अनि काम यस्तो गरिसकेपछि तलब कसरी दिने तिनीहरूलाई भन्नु त ल। 10-5 को ड्युटी मात्र भनेर त हुँदैन। मैले आज मोबाइल नलगेर हो साथीहरू, लगायो भनेदेखि म त्यहीँनिर म त उनीहरूले बोलेको बेला सबै रेकर्ड गर्थेँ होइन। अब म स्कुल चाहिँ एकछिनमा जान्छु, म पहिला मेरो बुढासँग सल्लाह गर्छु के भन्नुहुन्छ होइन। स्कुल चाहिँ जान्छु। अब सानो त हुन्छ बच्चा, चकचक सबैको मानिन्छ कि साथीहरू, तर कस्तो हुन्छ भन्दाखेरि नि चकचक गर्छ भनेर नि उनीहरूलाई राखेको हो नि त। चकचक गर्छ, बिगार गर्छ, त्यो त हेर्ने काम त उनीहरूको हो नि त। लडो त लडो, कहिलेकाहीँ एक्सिडेन्टली हुन्छ, तर झुट बोल्ने त नाक्री फुटो भनिदिने ल भने त उत्तिकै नाक्री फुट्छ बच्चाको। न ज्वरो आएको छ, न रुगा लाग्छ, न केही भएको छ, नाक्री यत्तिकै फुट्छ। अनि यहाँ यत्रो घाउ भएको छ क्या। यहाँ अन्त साथीहरू मेरो छोरो यहाँनिर यो ओठमा हेर्नु न, ओठमा यहाँ घाउ भएको छ होइन। अनि त्यसपछि नाकबाट यहाँ नाक छुनु दिएको छैन यसले, कति दुखेको र त। यस्तो ओठ भएको छ है। ल हेर्नु यहाँनिर यस्तो लड्दा पनि यो नाक्री फुटेको भन्छ। सो साथी तपाईँहरूले देखिहाल्नुभयो होइन, मेरो छोराको चाहिँ पुरै नाकमा यहाँ पुरै नाक्री फुटेको छ होइन। अनि त्यसपछि नाक्री फुटेको चाहिँ फेरि आफै चाहिँ होइन होइन, केही पनि भएको थिएन नि त। हुनु चाहिँ केही नै भएको थिएन कि केही नै भएको थिएन। यहाँ घरमा सन्चो, न ज्वरो आएको, न रुगा लाग्यो, केही भएको थिएन। त्यो सिस्टरले चाहिँ मलाई जित्नु भयो क्या, मलाई जबरजस्ती जित्नु भयो कि नाक्री फुटो, तपाईँको छोराको नाक्री फुटेको थियो, फोन गरेर बोलाउन लगाएको थियौँ। यहाँ चाहिँ घाउ कसरी भयो थाहा भएन, लडो होला अरे। ल हेर्नु त कति गैर जिम्मेवार। म यहाँ उहाँको फोटो राखेर मसँग उहाँको फोटो पनि छ होइन। अनि नाम पनि लिन सक्थेँ होइन, जुन सिस्टरहरूले चाहिँ मेरो छोराको नर्सरी क्लासमा केयर गर्नुहुन्छ होइन, टेक केयर गर्नुहुन्छ। तर यस्तो हुन्छ कि साथीहरू, जागिर खानु गाह्रो छ। मलाई म मान्छे स्कुलमा एकदम धेरै गाह्रो हुन्छ होइन। तर हामीले पनि बच्चा हेर्नु नसकेर, हामी पनि पुरै जागिरमा गएर पुरै बच्चा हेर्नु नसकेर स्कुल लगेको होइन नि त। केही सिक्छ, केही पढ्छ होइन। भोलिको दिनमा अब पढाइ ढिलो हुन्छ भनेर हामीले पनि मनमा पत्थर राखेर, हाम्रो मनमा पत्थर राखेर हामीले बच्चाहरूलाई स्कुल पठाएको हुन्छ। अनि लास्टमा यस्तो भइदाखेरि कस्तो हुन्छ, कुनै पनि आमाले सहनै सक्दैन क्या, आमा बाबुले सहनै सक्दैन। अब साथीहरू मेरो निर्णय चाहिँ अब त्यही भयो होइन, बाबुलाई स्कुल नपठाउने मेरो निर्णय भयो। मेरो बुढासँग पनि कुरा भइसकेको छ। अनि उहाँले चाहिँ अब छोड्दै 1 वर्ष स्कुल नपठा, नेक्स्ट इयरदेखि पठाउँला, अलिकति ठुलो पनि हुन्छ होइन, ठुलो पनि हुन्छ, नेक्स्ट इयरदेखि स्कुल पठाउँला। घरमै अलिअलि यताउता पढाउनु पर्यो होइन, घरमै यसै ABCD खात्र खुर्जाउँ लेख्न सिकाउनु पर्यो। अब पछि पढ्न सक्ने भयो भने सिधै LKG-मा हालिदिनु पर्यो, अब नसक्ने जस्तो भयो भने नर्सरीमै हालिदिनु पर्यो भनेर चाहिँ भन्नुभएको छ। अनि मलाई पनि त्यस्तै लाग्यो होइन।
तर अलिकति के हुन्छ भन्दाखेरि त्यो स्कुलमा चाहिँ होइन अब प्रिन्सिपल एकदमै धेरै राम्रो हुनुहुन्छ, अरू टिचर पनि एकदम धेरै राम्रो हुनुहुन्छ, अब विद्यार्थी पनि ठिकै गर्ने हो। तर कस्तो हुन्छ भन्दाखेरि नि हाम्रो बाबुको सेक्सनमा पढ्ने एकजना सिस्टर हुनुहुन्छ क्या, मैले उहाँको नाम चाहिँ अब थाहा छैन होइन, जस एकजना सिस्टर हुनुहुन्छ है, उहाँले चाहिँ एकदम केयरलेस गर्नुहुन्छ क्या। कस्तो हुन्छ भन्दाखेरि बच्चा लडिसक्छ नि अनि ए लडो भनिदिने होइन, अनि बच्चाले आची गरेर बस्या हुन्छ अनि त्यो अरूले भनिदिन्छन् अनि उहाँले गएर धोइदिनुहुन्छ होइन। अनि त्यो सिस्टरको कारणले मेरो छोरो 5 चोटि भन्दा बढी बिरामी भयो होइन, यो 2 महिनाको अवधिमा 5 चोटि भन्दा बढी बिरामी भयो। अब बिरामी हुन्छ दबाई खुवाउँदै लग्दै, अनि मैले त्यही पनि सरहरूलाई नभनिकन, प्रिन्सिपल सरहरूलाई नभनिकन, केही पनि नगरिकन सिधै सिस्टरलाई मात्र भनेर यस्तो गर्नु, मेरो बाबुलाई चिसो धेरै लाग्छ होइन, यस्तो गर्नु उस्तो गर्नु सरसल्लाहहरू दिइरहन्थ्यो, हरेक कुराहरू सिकाइरहन्थ्यो क्या। र पनि उहाँले हँसे भने अनि एकदम मलाई के भन्नु भयो, तपाईँको मात्र बच्चा त्यहाँ पढ्छन् र संसारको सबैको बच्चा त्यहाँनिर छन्, अरूको बच्चाहरू त यस्तो भन्दैनन् त भनेर मलाई कस्तो गरी फर्काउनु भयो होइन। त्यतिखेर मैले खासै केही पनि बोलिनँ उहाँलाई, केही पनि भनिनँ। तर भोलिपल्ट चाहिँ मैले उहाँलाई भने के भन्छ, सबैको बच्चा त हुन त हुन्छ नि, तर बच्चा फरक फरक किसिमको हुन्छन्, कसैको बच्चा तन्दुरुस्त हुन्छन्, कसैको बच्चा हुँदैनन् होइन। अब मेरो बच्चालाई अलिकति चिसोले चाहिँ छिटो भेट्छ, त्यही भएको भएर तपाईँलाई मैले सम्झाएको हो। तपाईँले आँची धोइसकेपछि अब जिउ भरि लगाइदिनुहुन्छ। अब यस्तो हुन्छ क्या, 2 पल्ट त त्यो सिस्टरले त मेरो बाबुले त चिसै पनि पठाइदिनु भएको थियो क्या, टी सर्टहरू सुरुवाल चाहिँ अब मैले 3वटा 4वटा पठाइदिएको हुन्छु होइन। अनि त्यसपछि अनि चिसै पनि पठाइदिनु हुन्थ्यो, अनि भन्छ टी सर्ट पनि हुन्थ्यो, र पनि त्यो नफिर्दिकन क्या, नफिर्दिकन तपाईँ आइहाल्नु पो, त्यही भएर यो चिसो छ फेरि माथि गएर कम्प्लेन गर्नु होला भन्ने अलिकति त्यो हुन्छ नि। त्यो उहाँलाई मैले केही नभनिकन पनि केही नगरिकन पनि सरहरूलाई भनिदिइहाल्नुहुन्छ भनेर भन्नुभएको थियो क्या। तर मैले सरहरूलाई अहिलेसम्म भनेको थिइनँ होइन। यदि सरहरूले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ अहिले नै तपाईँहरूले सरहरूले थाहा पाउनु भयो। र आज मैले सरसँग मिटिङ गरेर आइसकेपछि आज मैले उहाँलाई भने, अझ मैले त मेरो छोरा यस्तो भएर उस्तो भएर बिरामी भएको पनि कहिल्यै भनिनँ क्या सरलाई, किनकि उनीहरूको पनि जागिर हो नि त। मान्छेले जागिर किन गर्छन् भन्दाखेरि आफूले पनि 1-2 पैसा होस् भनेर गर्छन्, तर बार सम्झाइसकेपछि पनि नटेर्ने नगर्ने होइन। अनि त्यसपछि हो एउटा कुरा म मान्छु, प्यारेन्ट्स भइसकेपछि होइन कम्प्लेन गर्नु एकदम धेरै मजा आउँछ, हामीलाई सजिलो त हुन्छ, तर गर्नेलाई चाहिँ गाह्रो हुन्छ। तर कस्तो हुन्छ भन्दाखेरि को मान्छे कतिको रेस्पोन्सिबल छ। मैले पनि 7-8 वर्ष मिडिया हाउसमा काम गरेको, त्यहाँनिर अब उनीहरूले सम्झाउँथे म्यामहरू यस्तो गर आफूले एकपल्ट गल्ती गरिसकेपछि त्यो गल्ती दोहोरिँदैन थियो क्या। तर त्यहाँनिर चाहिँ बारम्बार गल्तीहरू दोहोरिने, ल ठिक छ आज लडेछ अरे, मैले माने साथीहरू, मैले माने मेरो छोरा लडेछ अरे होइन, तर लडेको छैन चाहिँ कसरी भन्ने क्या। अब यहाँ यत्रो खुन पुरै यस्तो भएको छ, नाक्री फुटेको भनेर मलाई जित्नु भयो क्या, त्यही भएर मलाई एकदम धेरै रिस उठ्यो। अनि त्यसपछि चाहिँ स्कुल जानु पर्यो भनेर सोचेको। अनि मेरो बुढोले भन्नुभयो अब छोड्देऊ, अब यो साल नपढाउने स्कुल बाबुलाई, अब अर्को सालदेखि पढाउने होइन, अब यो साल नपढाउने हुन्थ्यो। अनि त्यसपछि चाहिँ भनेर भन्नुभयो होइन। अब भोलि सरहरूसँग जान्छु कुरा गर्नु के कस्तो सल्लाह हुन्छ। अब स्कुल चाहिँ नपढाउने नै भयो होइन, अब स्कुल चाहिँ अब 1 वर्ष चाहिँ नपढाउने भयो। अलिकति सानो पनि छ, छन् चाहिँ 2.5 वर्ष भन्दा पनि 2 पुरा पुगेर 3मा चाहिँ लाग्यो। अलिकति बोली फुटेको छैन साथीहरू मेरो बाबुको होइन, त्यही पनि अब पढाइ ढिलो हुन्छ। अब अहिलेको बच्चाहरू 2 वर्षमै बोली फुटेपछि स्कुल हाल्छन् नि त, अनि पछि ढिलो हुन्छ भन्ने हिसाबले चाहिँ मैले पनि जाओस् न त दिदी पनि तिन्छे भन्ने हिसाबले चाहिँ मैले पठाएको थिएँ। तर अब म पठाउँदिनँ होइन, मेरो पनि काम घरमा केही पनि छैन, यो छोरा होइन, यो घरको काम हो, नपठाउने निर्णय गरेँ होइन। आज चाहिँ मेरो लास्टै पारा तातो मेरो छोराको अनुहार हेरेर साथीहरू मलाई यति साह्रो चित्त दुखेन, यति साह्रो चित्त दुखेन। अझ त्यो मैले त उहाँलाई होइन राम्रै तरिकाले बोलिरहेको थिएँ कि नागरी फुटेको हो तपाईँको बाबुको, नागरी फुटेको, यत्तिकै नागरी फुट्छ साथीहरू ल भन्छ, न गर्मी त्यस्तो साह्रो छ, न ज्वरो आएको ल पिनास भयो भने त नागरी फुट यत्रो यहाँनिर यो भएको छ। अब त्यो भने बाबु उठिसकेपछि होइन, मेरो बाबु यहाँनिर सुतिरहेको छ ऊ भनेर हो, अब बाबु उठिसकेपछि नाक सफा गरेर हेर्छु घाउ छ कि छैन होइन। अरू भन्दा पनि डर मर्दा चाहिँ के हुन्छ भन्दाखेरि यो नाक टाउको फुटेपछि चाहिँ बच्चाहरूलाई गाह्रै पर्छ क्या। अरू बेला मेरो बाबु अब सुत्नै मान्दैन, जबरजस्ती हा गर्दै आज ऊ भक्कै आएर गलेर कस्तो भएर सुतिरहेछ क्या। टेन्सन भएको साथीहरू मलाई एकदम टेन्सनै भएको छ होइन। अनि त्यसपछि चाहिँ अब आफ्नो लडो कि ला के भयो कि न कस्तो भयो कि भनेर घरमा बसिरहेको हुन्छु म पनि होइन। अनि त्यसपछि अब टाइमभन्दा 10 मिनट अगाडि जान्छु लिनलाई पनि
अब यसैको भविष्य बन्छ भनेर हो नि त हामीलाई त छोराछोरी हेर्नलाई त गाह्रो भएर हामीलाई छोराछोरी धेरै भयो त स्कुल पठाएको होइन होइन भविष्य बनाउनलाई पढाउनलाई पठाएको हो। तर यस्तो लापरवाही भइसकेपछि चाहिँ साह्रै नहुने साथीहरू अहिलेको झन् यो सिस्टरहरू त नानीको स्कुलको मेरो छोरी पढ्ने मेरो बाबु स्कुल पढ्नेको एकजना सिस्टर त मलाई त फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भनिन्छ होइन। अस्ति नै एकजना आमा हुनुहुन्थ्यो त्यो आमाको बाबुलाई पनि त्यस्तै नै आँचीहरू राम्रो गरी धोइदिनु भएन छ अनि त्यसपछि उहाँले कराइरहनु भएको थियो क्या। अनि म त किन कराएको होला यति सानोतिनो कुरामा जस्तो लाग्थ्यो। तर त्यस्तो खालको कुरा त मैले कहिले भनिनँ कहिले आजै हो साथीहरू मैले यत्रो महिनामा आजै हो उहाँलाई सम्झाउँदै रहन्थेँ यस्तो है मेरो बाबुले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ त सम्झाउनु त परिगयो साथीहरू दोस्रो आमा होइन टिचर भनेको त दोस्रो आमा हो नि त। अनि त्यसपछि सबै कुरा सम्झाउनु पऱ्यो अनि उहाँलाई मैले हरेक कुरा भनिरहेको थिएँ होइन हरेक कुरा यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर भनिरहेको थिएँ। अब फेरि यसको क्लासमा धेरैजना बच्चा पनि छैनन् क्या जम्मा बच्चा भनेको साथीहरू 10जना कि 11जना छन् अनि 2जना हुनुहुन्छ होइन। अब त्यो टेबलहरू के छ बच्चाहरू अब लड्छ भनेको सबैलाई थाहै हुन्छ होइन। त्यो टेबलहरू यताउता हटाउने अलिकति केयरफुल गरे भए त त्यति साह्रो पनि हुँदैन थियो होला बा कसैले पिटो कि बा कुनै बच्चाले ढकालो कि होइन न केही भयो कि है। अनि त्यसपछि त्यस्तो केयरलेस गर्नुभयो। अनि त्यसपछि सरलाई पनि मैले गएर भने अफिसमा राखेर कुरासुरा पनि गरेँ। अनि उहाँ शिष्यलाई पनि मैले भने तपाईँले यहाँबाट अन्त गरेर जागिर त खानुहुन्छ र तर बदनाम त स्कुलको हुन्छ होइन यस्तो केयरलेस नगर्नु भनेपछि चाहिँ उहाँ बोल्नु भएन। सरले पनि उहाँलाई सम्झाउनु भयो। अब उहाँहरूको चाहिँ भोलि चाहिँ मिटिङ हुन्छ अरे भोलि चाहिँ उहाँहरूको भोलि हुन्छ कि अब आजै हुन्छ भन्नुभएको छ सरले। अनि सर त्यो मिटिङमा म पनि आउँछु भन्दाखेरि होइन हाम्रो आन्तरिक मिटिङ हुन्छ उहाँहरूलाई म सम्झाउँछु भन्नुभएको छ। त्यति भनिसकेपछि मैले पनि अब बोल्नुपर्ने आवश्यक छैन बच्चै नपढाउने भइसकेपछि त होइन। अब टेन्सन क्या अब अर्को स्कुल हाल्यौँ भने पनि साथीहरू होइन बाबु मान्दैन अर्को स्कुल जानलाई दिदीभाइ एउटै स्कुलमा हुन्छ भनेर हालिदिएको है खत्तम है। अब यस्तै हो साथीहरू आज त मेरो मुड अफ छ है मैले वेलकम पनि गर्न पाइनँ तर बिदा चाहिँ अब गर्छु अब टेन्सन भएको छ होइन। अनि आज म मोबाइल लिएर गएको भए चाहिँ म त्यहाँको गतिविधि उहाँले बोलेको कुराहरू सबै मैले बोलेको सबै म भिडियोमा राख्थेँ तर मोबाइल नलगेको भएर नेक्स्ट टाइम पनि अब यस्तो भएछ भने चाहिँ म भिडियो गरिदिन्छु। म कसैको पनि हेर्दिनँ होइन। तपाईँ मेरो बच्चाहरू नै सुरक्षित छैनन् भने त मैले त यत्तिकै त टुवाबाट गरेर बस्ने कुरो त भएन। तर म भोलि जान्छु बाबु लिएर गए पनि अब बाबुलाई स्कुल चाहिँ पठाउँदिनँ तर भोलि मिटिङ होस् या नहोस् भोलि एकपल्ट फेरि फ्रेसमा गएर कुरा गर्छु होइन। अब मेरो बुढा पनि चाँडै आउँदै हुनुहुन्छ नि त अनि उहाँले पनि गएर कुरा गर्ने चाहिँ भन्नुभएको छ। अब बच्चा लड्नु गर्छु उहाँहरूको जिम्मा हो नि त हेर्ने त हामीले त घरमा त हामीले त मेरो छोरो कुरा गर्नुहुन्छ भने साथीहरू खासै लडेको छ नि त अहिलेसम्म यत्रो नाक्री फुट्दा कति दुःखी होला त मेरो बाबुलाई कति दुःखी होला त। कुनै पनि बच्चालाई यहाँ परेको भए यता परेको भए सानो घटनालाई त हरेक कुरा पो हुन्छ त। पहिला होइन जोसेफ स्कुलमा मेरो छोरी पढ्थेँ होइन त्यो स्कुलमा मैले एक दिन पनि भन्न परेन एक दिन यस्तो उस्तो केही भन्न परेन केही भन्न परेन। तर बाबुको विषयमा 2 महिनामै अब यस्तो घटना भयो होइन। अब कसले ढकालेको हो के गरेको हो अरू भन्दा पनि जित्ने के नहुने कुरा जित्ने हो त साथीहरू भन्नु त त्यहाँ जित्ने होइन नि त। आफ्नो गल्ती भइसकेपछि जसको गल्ती भए पनि जसरी पनि बाबु त मेरो लड्यो नि त घाउ त चोट त भयो नि त। तर होइन भनेर चाहिँ जित्ने क्या मलाई जित्न खोज्नु भयो। अनि मलाई एकदम धेरै मन दुखेको छ आज चाहिँ एकदमै धेरै मन दुखेको छ। प्रिन्सिपल सरले पनि म नाम लिन्न होइन स्कुलको नाम पनि लिन्न म सरको नाम पनि लिन्न। यदि मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ सर मलाई मेरो मन एकदम धेरै दुखाएको छ। हजुरले पनि एकपल्ट सम्झाउनु होला टिचर्सहरूलाई होइन स्पेसली म्याडमहरूलाई सिस्टरहरूलाई एकदम धेरै सम्झाउनु होला होइन उहाँहरूलाई होइन। अब म आजबाट चाहिँ म मेरो बाबुलाई चाहिँ स्कुल पठाउँदिनँ अनि त्यसपछि नपठाउने निर्णय गरेँ। अब योभन्दा उता सरसल्लाह मिलेछ भने त्यो फरक पाटो भयो। तर अहिलेको मेरो रिसेन्टली हामी बुढाबुढीको सल्लाह चाहिँ अब चाहिँ स्कुलमा पठाउने कुरो भएको छ बाबुलाई होइन। अनि त्यसपछि सरले पनि एकदमै धेरै त्यो सिस्टरहरूलाई चाहिँ सम्झाउनु होला पनि भन्न चाहन्छु। यति भन्दै बिदा मागे साथीहरू बाई बाई।